सबैजनालाई जय मसीह, ख्रिस्टीय अभिवादन अनि नमस्कार पनि। इजेकियलको पुस्तक 34 अध्यायको एउटा दुईटा पद पढेर आजको वचन सुरु गर्न चाहन्छु। स्मरण रहोस्, असल गोठालोको जिम्मेवारी र सेवकाई र जिम्मेवारी भन्ने सन्दर्भमा तपाईँहरूको बीचमा परमेश्वरको वचन राख्दैछु। म पास्टर सङ्गम कृषि। इजेकियलको पुस्तक 34 अध्यायको 4, 5 अनि 6बाट म पढ्न चाहन्छु। यहाँ यसरी लेखिएको छ, इजेकियलको पुस्तक 34 अध्यायको 4, 5, 6। तिमीहरूले दुर्बललाई बलिया पारेका छैनौ, बिरामीलाई निको पारेका छैनौ, घाइतेलाई मलमपट्टि लगाइदिएका छैनौ, तिमीहरू बाटो बिराएकालाई बाटोमा ल्याएका छैनौ, हराएकालाई खोजेका छैनौ, तिमीहरूले तिनीहरूलाई निर्दयता र कठोरता साथ शासन गरेका छौ। यसैले तिनीहरू छरपष्ट भए, किनकि तिनीहरूको गोठाला नै थिएन। जब तिनीहरू छरपष्ट भए तब तिनीहरू जङ्गली जनावरका शिकार भए। मेरा भेडाहरू बाटो बिराएर पहाडहरू र हरेक अग्लो ठाउँहरूमा गए। तिनीहरू सारा पृथ्वीभरि नै छरपष्ट भए र कसैले तिनीहरूको खोजी अथवा सोधपुछ गरेन। अन्तमा एउटा तल पढ्न चाहन्छु। 10 पद एकदमै डरलाग्दो छ। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, म गोठालाहरूको विरुद्धमा छु। तिनीहरूले मेरो बगालको लेखा दिनुपर्नेछ। म ती गोठालाहरूलाई बगालको हेरचाह गर्नदेखि हटाइदिनेछु, ताकि गोठालाहरूले अब आफैलाई पोस्याउन नपाउन्। म तिमीहरूका मुखबाट मेरा बगाललाई बचाउनेछु र मेरा भेडाहरू तिनीहरूका निम्ति भोजन हुने छैनन्। आमेन। धेरै वर्ष अगाडि जब इजेकियलको मुखपात्र भएर परमेश्वर इजरायलीहरूको बीचमा बोल्नुभयो, अनि जति बेला इजेकियललाई परमेश्वरले आफ्नो वचन दिनुभयो, त्यति बेला इजरायललाई लिड गर्ने मान्छेहरू आफ्नै तालमा थिए। उनीहरू आफ्नै तालमा किन थिए भन्दाखेरि त्यो देशमा मानिसहरूलाई लिड गर्ने मानिसहरू थिएनन्। सुरुमा परमेश्वरले जब गोठालाको रूपमा, इजरायलको गोठालाको रूपमा सामुएल अगमवक्ताबाट इजरायलको पहिलो राजा साउललाई अभिषेक गर्नुभयो। परमेश्वर आफै नै नेतृत्व प्रदान गर्दै हुनुहुन्थ्यो अनि अगमवक्ताहरू मार्फत परमेश्वर बोल्दै हुनुहुन्थ्यो। तर ती इस्रायलीहरूले के गरे थाहा छ? हामीलाई राजा दिनुहोस् भने। अनि राजा दिनुहोस् भन्दै गर्दाखेरि सामुएलले चित्त दुखाउनु भयो। म एउटा अगमवक्ता भएर, पुजारी भएर म नेतृत्व गर्दैछु, अनि उनीहरूले राजा मागेकोमा सामुएलले चित्त दुखाए। अनि सामुएलले चित्त दुखाउँदै गर्दा परमेश्वरले के भन्नुहुन्छ भने सामुएललाई, त चित्त नदुखा, तिनीहरूले तेरो चित्त दुखाएका छन्, मेरो चित्त दुखाएका छन्। तिनीहरूले राजा मागेर तिनीहरूले मेरो मन दुखाएका छन्। परमेश्वर आफै, हामीले हेऱ्यौँ भने उजाड स्थानहरूमा, जब मिश्र देशको उजाड स्थानमा मिश्र देशको दासत्वबाट निकालेर ल्याउँदै गर्दा इजरायलीहरूलाई जसरी परमेश्वरले डोर्याउँदै हुनुहुन्थ्यो, दिनमा बादलको खामो बनेर राति आगोको ज्वाला बनेर जसरी परमेश्वरले नेतृत्व प्रदान गर्दै डोर्याउँदै ल्याउँदै हुनुहुन्थ्यो, परमप्रभु नै तिनीहरूको अघि अघि हुनुहुन्थ्यो। जब यी व्यक्तिहरूले राजा माग्न थाले, यिनीहरू राजा माग्न थाले, न्यायकर्ताहरू परमेश्वरले पठाउनु भयो। राजा माग्न थालेपछि परमेश्वरको चित्त दुख्यो। त्यसकारण गोठालाको रूपमा, पहिलो गोठालाको रूपमा साउललाई प्रभुले, परमेश्वरले दिनुभयो। सामुएल अगमवक्ताले साउललाई अभिषेक गरे। साउलको जीवनमा गोठालामा हुनुपर्ने, एउटा शासकमा हुनुपर्ने गुणहरू भएन। उसमा एक प्रकारको तुस के थियो भने, तपाईँलाई थाहा छ होला, बाइबल राम्रोसँग पढ्नुभयो भने, जब गोलियत त्यो जब पलिस्ती दिनदिनै आएर इजरायली यहुदाहरूको बीचमा आएर त्यो झगडा उभिएर आएर भन्थ्यो, मसँग लड्ने कोही छ भनेर दिनदिनै त्यसले हुँकार दिन्थ्यो। अनि त्यो ठुलो व्यक्ति, अनि पलिस्तीहरू शक्तिशाली थिए, इजरायल सानो राज्य, तिनीहरूको अगाडि लड्न सक्ने, त्यसको चुनौतीलाई पार गर्न सक्ने कोही पनि थिएन। अनि कथा त्यहाँ सुरु हुन्छ जब भेडा गोठालो इसैको कान्छो छोरो दाउदले यो कुरा सुन्छ। आफ्नो दाजुहरूलाई खाजा पुर्याउनै जाँदाखेरि तिनीहरू जहिले पनि त्यसले हुङ्कार दिने, अनि कोही मान्छे साउलको तर्फबाट लड्ने मान्छे कोही पनि नहुँदाखेरि अनि दाउदले सुन्छ। अनि दाउदले भन्छ, त्योसँग म लड्छु, त्योसँग म फाइट गर्छु भनेर दाउदले भन्छ। सानो मान्छे, एउटा भेडा गोठालो, अनि कसरी त्यहाँ कथाहरू त्यहाँ सुरु हुन्छ, अनि कसरी दाउदले त्यो गोलियतलाई मारेको घटना बाइबलमा छ। अनि त्यसले के भन्छ थाहा छ? के म कुकुर हुँ र त मलाई यसरी के मसँग लडाइँ गर्न आएको छ? दाउद सानो, हातमा घुँयत्रो ढुङ्गा बोकेर
कसरी गोलियतसँग लडेको घटना र कसरी गोलियतलाई मारेको अनि त्यसको शिर काटेको घटना बाइबलमा छ। अनि कसरी यो घटना सुरु हुन्छ भने ती इस्राएलीले पछि के भन्छन्, साउलले त हजारौं हजारलाई मारे तर दाउदले लाखौं लाखलाई भन्ने जुन शब्द इस्राएलीले गाए, त्यो एउटा कुराले मेरै राज्यको एउटा साधारण गोठालो मान्छेलाई चाहिँ लाखौं लाख, मलाई चाहिँ हजारौं हजार भन्ने त्यो शब्द यिनीहरूले इस्राएलीले चलायो भनेर त्यो कारणले गर्दाखेरि साउलको मनमा त्यो जलन, साउलको मनमा त्यो जलन भइरहँदाखेरि अन्ततः साउलले के गर्छ, दाउदलाई मार्ने समेत प्रयत्न गर्छ। अनि पछि के हुन्छ, दुष्ट आत्माले चलाइसकेपछि साउलले पछि के गर्छ, जोखना हेर्ने काम गर्छ, परमेश्वरले उसलाई त्यागी दिनुहुन्छ अनि अन्तमा साउलले सुसाइड गरेर मर्छ, अपहत्या गरेर बाइबलमा छ। मैले यो कुरा किन भने भन्दाखेरि गोठालो जसलाई इस्राएलको नेतृत्व गर्नको लागि परमेश्वरले राख्नु भएको थियो, शत्रुहरूको हातबाट बचाउनको निम्ति, सुरक्षा दिनको निम्ति राख्नु भएको थियो, ऊ आफैले बाटो बिराए। त्यसपछि परमेश्वरले दोस्रो गोठालोको रूपमा दाउद राजालाई राख्नुभयो। दाउदले असल अनि इमानदार भएर परमेश्वरको वचनमा लगनशील भएर उसले इस्राएलमा नेतृत्व प्रदान गरे। दाउदको पालामा इस्राएलीहरू एकदमै शक्तिशाली भए, उनीहरूको राज्य बढेर गयो, यहुदा एकदमै शक्तिशाली भयो, लडाइँहरू जितेको घटनाहरू हामीले बाइबलमा पाउँछौँ। अनि शक्तिशाली राज्य परमेश्वरले दाउदलाई बनाउनु भयो। अनि कतिवटा ठाउँमा मैले मेरो मनको मान्छे पाएको छु, दाउदले फेरि शासन गर्नेछ। तपाईँले यो इजेकियलको पुस्तक 10 अध्यायको 23 पदमा हेर्नुभयो भने म तिनीहरूको एउटै गोठालो हुनलाई मेरो दास दाउदलाई नियुक्त गर्नेछु, त्यसले तिनीहरूको हेरचाह गर्नेछ, त्यो तिनीहरूको गोठालो हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुनेछु र मेरो दास दाउद चाहिँ तिमीहरूका माझमा राजकुमार हुनेछ। म परमप्रभुले यो भनेको हुँ भनेर परमेश्वर इजेकियलको मुखबाट बोल्नुहुन्छ। अनि मैले यो प्रसङ्ग किन जोडेँ भन्दाखेरि अहिलेको सन्दर्भमा भने मण्डलीमा, चर्चमा परमेश्वरले बगालको हेरचाह गर्नको निम्ति गोठालाहरूलाई राख्नु भएको छ। अहिले तिमीहरू बाइबल स्कुलमा छौ, बाइबल स्कुलको पढाइ सकिसकेपछि, दीक्षान्त भएर गइसकेपछि म के को लागि यहाँ पढ्न आएको हुँ, के को लागि पढ्न आएको हुँ, कुन उद्देश्य राखेर मैले 3 वर्ष यहाँ आफ्नो टाइम इन्भेस्ट गरेको छु, त्यो कुरा बुझ्नु जरुरी छ। प्रति बिहान उठेर प्रार्थना गर्दै गर्दा, हरेक डिभोसनमा भाग लिँदै गर्दा, अनि 8 बजेदेखि दिउँसो 12 बजेसम्म 1 बजेसम्मको तिमीहरूको क्लासमा हुँदै गर्दा तिमीले बुझ्न पर्ने कुरा चाहिँ म के को लागि पढ्दैछु। या म अङ्ग्रेजी सिक्न आएको हुँ कि, या कम्प्युटर सिक्न आएको हुँ कि, या म थियोलोजिकल स्टडीको लागि आएको हुँ कि, या म कुनै उद्देश्यले आएको हुँ कि। अहिलेदेखि नै मनमा विचार गर्नुपर्ने कुरा चाहिँ परमेश्वरले मलाई के को लागि एसएससी बाइबल कलेजमा ल्याउनु भयो, म के को लागि पढ्न आएँ। सेवकाई त त्यति बेला सुरु हुन्छ जब तिमीहरूको पढाइ सकिन्छ नि। दीक्षान्त भएको, ग्रेजुएसन भएको भोलिपल्टदेखि त्यो दिनदेखि सुरु हुन्छ। आफूले भनेको जस्तो हुँदैन, बाधाहरू, गाह्रो परिस्थितिहरू त्यहाँ छ। पढाइ त सकियो 3 वर्ष 4 वर्ष, अब फेलमा जाने बेलामा यति धेरै निराश बनाउँछ नि। तैँले सक्दैनस्, तँबाट हुँदैन, तँलाई आउँदैन, तँ जान्दैनस्, तँमा त्यो खुबी छैन। मैले अस्ति विद्यार्थीहरूलाई भन्दै थिएँ, कति विद्यार्थीहरूलाई बिहान प्रार्थना गर्दै गर्दाखेरि अब तिमीहरूको सेमेस्टर सकिन लाग्यो, तिमीहरू चाहिँ अहिलेदेखि प्रार्थना गर। यहाँनिर मानिसहरू अल्पत्र छन्, उनीहरूको जीवनमा गाह्रो अनि अप्ठ्यारो परिस्थितिहरू छ। यहाँ छरपष्ट भयो भनेर परमेश्वरले भन्नुहुन्छ इजेकियलको मुखबाट। किनभने किन छरपष्ट भयो भने तिनीहरूलाई लिड गर्ने गोठालो नै थिएन। गोठालो नै नभएपछि भेडाहरू त छरपष्ट भइहाल्छ नि। तिनीहरू के भए, जङ्गली जनावरको शिकार भए। मण्डलीमा, चर्चमा पास्टरले राम्रोसँग परमेश्वरको वचनबाट सिकाएन, मेहनत गरेन र दिएका ती भेडाहरू दिएका ती सदस्यहरूको बीचमा सेवा पुर्याएन भने तिनीहरू बिस्तारै बिस्तारै मण्डली आउन छोड्छन्, चर्च आउन छोड्छन्, सङ्गति आउन छोड्छन्। पास्टरले अगुवाले हामीलाई भिजिटिङ त गर्दैन, हाम्रो घरमा आएर प्रार्थना त गर्दैन, हामीलाई वास्ता त गर्दैन। उनीहरू बिस्तारै बिस्तारै संसारको खाँचो, आवश्यकताहरूले गर्दाखेरि उनीहरू मण्डली आउन छोड्छन्। झन् त्यहाँ माथि चर्चको मान्छेले कसरी केही कुरा भनिदियो भने हामीलाई त यस्तो पो भन्दो रहेछ भन्ने जस्ता कुराहरू उनीहरूको मनमा आएपछि बिस्तारै उनीहरू सङ्गति आउन छोड्छन्। जब उनीहरू सङ्गति आउन छोड्छन् उनीहरू छरपष्ट हुन्छन्। अनि गोठालोले पनि व्यवस्था गर्यो भने उनीहरूको लागि गोठालो नै हुँदैन। अनि दुष्ट शैतान कुरेर ढुकेर बसिराखेको छ, विश्वासमा कमजोर भएकालाई त्यस्तै खान खोज्छ, शिकार बनाउँछ। अनि यहाँ वचनमा भनेको छ
तब तिनीहरू जङ्गली जनावरका शिकार भए। मेरा भेडाहरू बाटो बिराएर पहाडहरू र हरेक अग्लो डाँडामा गए। तिनीहरू सारा पृथ्वीभर नै छरपष्ट भए। कसैले तिनीहरूको खोजी अथवा सोधपुछ गरेन। कसैले तिनीहरूको खोजी अथवा सोधपुछ गरेन। बाटो बिराएर अग्लो डाँडामा गए, सारा पृथ्वीभर नै छरपष्ट भए। कसैले तिनीहरूको खोजी अथवा सोधपुछ गरेन। गोठालोको जीवन कस्तो भन्दाखेरि गोठालो आफ्नो लागि जिउँदैन, गोठालो भेडाहरूको लागि जिउनु पर्ने थियो। आज नेपालको कतिवटा मण्डली आफूले सुनेको होला, मण्डली सुरु भयो रे भनेर सुनेको होला, चर्च नयाँ चर्च सुरु भयो रे भनेर सुनेको होला, तर कसैले पनि यो कुरा झट्टै सुन्दैन। मण्डली बन्द भयो रे, मण्डलीमा तालचा लाग्यो रे, मण्डली भाँड भैलो भयो रे, मान्छेले सुन्दैन। तर त्यो पनि भइराखेको छ। किन? गोठालोमा साँच्चीकै भेडाहरूको सेवा गर्ने हृदय नभएको कारण। यो बगाल परमेश्वरले मलाई दिनुभएको, मैले सेवा गर्न पर्छ भन्ने त्यो सोच, त्यो विचार गोठालोको निम्ति आफ्नो जीवन उसले नदिएको कारण धेरै मण्डलीहरू भत्ताभङ्ग भएको छ। मण्डली बन्द भएको कुरा मात्र होइन, विश्वासबाट विश्वासहरू मण्डलीका सदस्यहरू हराएको घटनाहरू, तिनीहरू छलपष्ट भए। तिनीहरूको कसैले खोजी गरेन। आज नेपालमा चर्च ठुलो छ, डिजिटल प्रकारको लाइटहरू बालिन्छ चर्चमा, सबै एकदमै राम्रो, वर्शिप राम्रो छ, सबै कुराहरू राम्रो छ, वर्शिप राम्रो छ, सबै कुरा राम्रो छ। तर त्यो चर्चभित्र सङ्गति गर्ने मानिसहरूको हृदय चाहिँ कस्तो छ? त्यो मण्डलीभित्र, त्यो चर्चभित्र आउने भेडाहरू अथवा सदस्यहरूको जीवन चाहिँ कस्तो छ? मण्डलीमा एउटा रोग छ, नयाँहरू आउँछन्, पुरानो हराएर जान्छ। नयाँ मान्छेहरू आउँछन्, पुरानो हराउँछ। पुरानो किन हराउँछ? किन भन्दाखेरि गोठालोले, मण्डलीको अगुवाले पुरानोलाई समय दिँदैन, टाइम दिँदैन। उनीहरू बिस्तारै हराउँछन्। कसैले उनीहरूको लागि सोधपुछ गर्दैन। त्यसकारण एजेकियलद्वारा परमेश्वरले भन्नुहुन्छ, यसकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन। परमप्रभु परमेश्वर भन्नुहुन्छ, जस्तो म जीवित छु, गोठाला नभएको कारण मेरो बगाल लुटेर जङ्गली जनावरहरूको आहार भएको छ। गोठालो नभएको कारण जस्तो म जीवित छु, परमप्रभु भन्नुहुन्छ, मेरो बगाल लुटिएर जङ्गली जनावरहरूको आहार भएको छ। दुष्टले मण्डलीका सदस्यहरू जो विश्वासमा कमजोर भएका छन्, जो शनिबार चर्च आउन छोडेका छन्, जो घरले सङ्गतिमा जान छोडेका छन्, जो मण्डलीको एक्टिभिटिज कार्यक्रममा आउन छोडे, उनीहरू के भए? जङ्गली जनावरहरूको आहार भए। इजरायलमा त्यस्तै भयो। नेतृत्व प्रदान गर्ने, गाइड गर्ने व्यक्ति त्यहाँ थिएन र परमेश्वरलाई खोज्ने मानिसहरू बिस्तारै परमेश्वरबाट टाढा भए र उनीहरू दुष्टको आहारा बन्न पुगे। किनभने मेरा गोठालाहरूले मेरो बगालको खोजी गरे। अनि यो चाहिँ दोषको कुरा परमेश्वरले लाउनुहुन्छ। गोठालोले चाहिँ मेरो बगालको के गरेन? खोजी गरेनन्। भेडाहरूको त होइन, तर आफ्नै मात्र वास्ता गरे। अनि 9 पदमा भनिएको छ, यसै कारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन। अनि आज म यो सामाजिक सञ्जाल मार्फत परमेश्वरको सेवामा उभिएका गोठालाहरूलाई प्रश्न गर्न चाहन्छु, तपाईँ कसको सेवा गर्दै हुनुहुन्छ? तपाईँलाई दिनुभएको बगालको तपाईँ हेरचाह गर्दै हुनुहुन्छ? तपाईँलाई दिनुभएको मण्डलीको सदस्यको तपाईँ परमेश्वरको नाउँमा सेवा गर्दै हुनुहुन्छ कि या तपाईँ आफ्नै सेवा गर्दै हुनुहुन्छ? किनभने न्याय चाहिँ परमेश्वरको हातबाट सुरु हुने समय आएको छ। यदि परमेश्वरले गोठालोलाई प्रहार गर्नुभयो भने भेडाहरूको अवस्था कस्तो होला? त्यसकारण यहाँनिर बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि, परमेश्वरको वचनअनुसार म गोठालाहरूको विरुद्धमा छु, तिनीहरूले मेरो बगालको लेखा दिनुपर्नेछ। म ती गोठालाहरूलाई बगालको हेरचाह गर्नदेखि अब हटाइदिनेछु, ताकि गोठालाहरूले अब आफैलाई पोस्याउन नपाउन्। म तिमीहरूको मुखबाट मेरो बगाललाई बचाउनेछु, मेरा भेडाहरू तिनीहरूको निम्ति भोजन हुनेछन्। यो स्पष्ट रूपमा परमेश्वर आफै गोठालो भएको कारण, इजरायलीहरूको गोठालो भएको कारण परमेश्वरले भन्नुहुन्छ, मेरो बगालको लेखा दिनुपर्नेछ। जति मानिसहरू मैले तिमीहरूलाई दिएको थिएँ, यसलाई सुसमाचार सुना, यसलाई परमेश्वरको वचनमा बलियो बना, यसको निम्ति प्रार्थना गर, यसलाई परमेश्वरको वचनमा तालिम दे, यसको निम्ति तैँले सङ्गति गर भनेर जो व्यक्तिहरू मैले तँलाई दिएको छु, त्यसको लेखा चाहिँ अब तैँले मलाई दिनुपर्छ। त्यो कहाँ गयो? बगाल छोडेर त्यो कहाँ हरायो? मैले त तेरोमा पठाएको थिएँ, तँसँग सङ्गति गर्न, तेरो चर्चमा मैले पठाएको थिएँ। अब मलाई त त्यसको लेखा दे। यदि तैँले दिँदैनस् भने अब म तँलाई गोठालोको जिम्मेवारीबाट हटाइदिनेछु, मेरो बगालको हेरचाह गर्नदेखि तँलाई म हटाइदिनेछु, किनकि तैँले अब आफैलाई पोस्याउन नपाऊ। तैँले चाहिँ गोठालाहरूको सेवा, भेडाहरूको सेवा गर्नुपर्ने ठाउँमा, उनीहरूको निम्ति दिनरात खट्नुपर्ने ठाउँमा, उनीहरूलाई परमेश्वरको वचनमा, प्रार्थनामा, बाइबल अध्ययनमा तैँले अगुवाई गर्नुपर्ने ठाउँमा तैँले त्यो कुरा छोडेर चाहिँ
आफैलाई पोसाउन थालिस्, आफ्नै मात्रै वास्ता गर्न थालिस्, जसको कारण अब म आफै नै गोठालो बनेर तेरो मुखबाट, तिमीहरूको मुखबाट म बगाललाई बचाउनेछु र मेरो भेडाहरू तिनीहरूका निम्ति भोजन हुने छैनन्। प्रभुको वचनमा एजेकियलको पुस्तकमा प्रभुले भन्नुहुन्छ। म आज तपाईँलाई यही कुरा बताउन चाहन्छु। यहाँनिर लेखिएको छ, प्रभुले भन्नुभएको कुरा फेरि दोहोऱ्याउन चाहन्छु। म असल गोठालो हुँ, म आफ्नो भेडाहरूलाई चिन्छु अनि मेरा भेडाहरूले मलाई चिन्छन्। जसरी पिताले मलाई चिन्नुहुन्छ, म पितालाई चिन्छु अनि म भेडाहरूको लागि आफ्नो प्राण अर्पण दिन्छु। असल गोठालोले आफ्नो भेडाहरूको लागि प्राण दिन्छ, आफ्नो जीवन जोखिममा मोलेर आफ्नो भेडाहरूलाई दुष्टहरूको हातबाट बचाउँछ। जसरी प्रभु यीशु ख्रिस्टले आफ्नो जीवन हाम्रा लागि दिनुभयो, हाम्रा लागि उहाँले आफ्नो जीवन अर्पण गर्नुभयो। किन? हामीलाई दुष्टको हातबाट बचाउनको निम्ति, पापबाट बचाउनको निम्ति, शैतानको दासत्वबाट निकालेर स्वर्ग राज्यमा स्थापित गर्नको निम्ति प्रभु यीशु ख्रिस्ट संसारमा आउनुभयो र हाम्रा लागि उहाँले आफ्नो प्राण क्रुसमा दिनुभयो। अनि त्यसै कारण प्रभुले भन्नुभएको कुरा याद गरौँ, म असल गोठालो हुँ, म आफ्ना भेडाहरूलाई चिन्छु अनि मेरा भेडाहरूले मलाई चिन्छन्। येशू मात्रै असल गोठालो हुनुहुन्छ। अनि जान्नुपर्ने कुरा चाहिँ आज तमाम गोठालाहरूले त्यो बगाल हाम्रो होइन, परमेश्वरको, अनि त्यो बगालको देखरेख गर्न परमेश्वरले हामीलाई राख्नु भएको छ। अनि त्यो बगालको हेरचाह बुद्धिमान हितवरले परमेश्वरको डर भयमा रहेर, मेरो पनि असल गोठालो प्रभु येशू ख्रिस्ट हुनुहुन्छ, मूल गोठालो उहाँ हुनुहुन्छ, ताकि उहाँले दिनुभएका जिम्मेवारीहरू विश्वासयोग्य र इमान्दार भएर मैले निभाउनुपर्छ र मेरो मण्डलीमा मेरो चर्चको मानिसहरूको दुःखमा सुखमा घटीमा कमीमा हरेक अवस्थामा परमेश्वरको वचनबाट मैले उनीहरूलाई सिकाउनुपर्छ भन्ने त्यो मनमा, त्यो हृदयमा त्यो इच्छा शक्ति जाग्यो भनेदेखि त्यो व्यक्तिले साँच्चै नै असल गोठालो हुनुभएको येशू ख्रिस्टको शिक्षा मानिसहरूलाई सिकाउन सक्छ र येशू ख्रिस्टको बगाललाई, परमेश्वरको बगाललाई परमेश्वरको वचनको शिक्षामा डोर्याउन सक्छ। होइन भने गोठालो आफै आफ्नो प्रकारले जिउँछ, जे मन लाग्छ त्यही गर्छ अनि दिएका जिम्मेवारीहरू पुरा गर्दैन, मनपरी खालको जीवन बाँच्छ, भेडाहरूको वास्ता गर्दैन, मण्डलीको सदस्यको निम्ति प्रार्थना गर्दैन, परमेश्वरको वचनमा आफूलाई, परमेश्वरको वचनको धार्मिकतामा आफूलाई तालिम दिँदैन, प्रार्थनामा समय बिताउँदैन र आफूलाई दिएका मानिसहरूको निम्ति प्रार्थना गर्दैन भनेदेखि त्यो गोठालोको जिम्मेवारीबाट परमेश्वरले पन्छाउनुहुन्छ, हटाउनुहुन्छ। र यो चाहिँ एकदमै ठुलो डरलाग्दो कुरा। अनि आज धेरैचोटि हामीले सुन्छौँ, मण्डली बढेको मात्रै सुन्छौँ तर मण्डली बन्द भएको हामी सुन्दैन। अनि हामी यस्तो सुन्छौँ नि, फलानु त ब्याकस्लाइड भयो अरे, फलानु त विश्वासबाट टाढा गयो अरे, फलानु त चर्च आउन छोड्यो अरे, फलानु त संसारमा गयो अरे। किन? गोठालोले सही प्रकारले उसको सेवा नगरेको कारण, परमेश्वरको वचनमा उसलाई नडोर्याएको कारण, उसको लागि प्रार्थनामा समय नबिताएको कारण र त्यो व्यक्ति परमेश्वरले मलाई दिएको त्यो व्यक्ति परमेश्वरले त्यो व्यक्तिलाई हाम्रो चर्चमा परमेश्वरलाई पछ्याउनको निम्ति, परमेश्वरको वचन सुन्नको निम्ति, सङ्गतिमा बस्नको निम्ति दिएको हो भन्ने सत्य कुरा नजानेको कारण, गोठालो आफ्नै प्रकारले बाँचेको कारण मण्डलीमा मानिसहरू हराउँछन्, आउँदैन। त्यसको लेखा चाहिँ परमेश्वरले लिनुहुन्छ। त्यस कारण जति कुराहरू मैले आज भने तपाईँहरूले यो कुरा ध्यान दिएर सुन्नुहोस्। त्यो बगाल हाम्रो होइन, बगाल परमेश्वरको हो अनि परमेश्वर नै मूल गोठालो हुनुहुन्छ, प्रभु यीशु नै असल गोठालो हुनुहुन्छ। अनि उहाँले दिनुभएका जिम्मेवारीहरू, उहाँको दोस्रो आगमन नहुँदासम्म हामीले विश्वासयोग्य भएर इमान्दार भएर प्रभुको राज्यमा हामीले सेवा गर्न परेको छ। मरिरहेका, हराइरहेका, दुष्ट शैतानको दासत्वमा परेका, निराश भएका मानिसहरूलाई परमेश्वरको वचन सुनाएर मात्रै होइन, हाम्रो जीवनबाट प्रभु यीशु ख्रिस्टको जीवन चरित्र झल्काएर उनीहरूलाई ख्रिस्टको राज्यमा ल्याउन परेको छ र असल गोठालोको चरणमा ल्याउन परेको छ। यसो गऱ्यौँ भने हाम्रो जीवनबाट परमेश्वरले महिमा लिनुहुन्छ र हामीलाई असल गोठालो हुन उहाँले अभिप्रेरणा दिनुहुन्छ। परमेश्वरले आजको वचनमा प्रशस्त आशिष दिनुभएको होस्। सबैलाई जय मसीह।